हेलो सबैजनालाई एकबार फेरि स्वागत छ मेरो यो भिडियोमा। एउटा सानो जानकारी दिन चाहन्छु तपाईहरुलाई जब रिलेटेडको बारेमा। तपाईले कसरी एप्लाई गर्न सक्नुहुन्छ माल्टा आफूले नै र कसै बिना एजेन्ट तपाईले कसरी गर्न सक्नुहुन्छ। यसको मार्फत मलाई धेरै इन्टरभ्यु आएको थियो म जब दुबई हुँदाखेरि हैन। तपाईले यसरी गरेर नै पक्का 100% हुन्छ। मान्छेले भन्छ नि अब एप्लाई गर्छ हुँदै हुँदैन हुन्छ, अफ कोर्स हुन्छ, तर एप्लाई गरिराख्नु पर्छ तपाईले। त्यसको लागि चाहिँ कसरी एप्लाई गर्ने, के एप्लाई गर्ने भन्ने कुरा म तपाईलाई यहाँ सानो एउटा भिडियो हैन स्क्रिन शेयर राख्दिन्छु। तपाईले त्यो मार्फत है त्यसलाई जसरी मैले गरेको छु त्यसरी फलो गर्नु होला र तपाईले हमेशा इमेल चाहिँ चेक राख्नु होला हजुरहरुले। त्यो मार्फत चाहिँ मैले जब भिडियो मार्फत तपाईले जब सिभी हाल्छ, सिभी हालेपछि सक्सेसफुल सबमिट भएपछि र तपाईले शेयर गर्नु होला, लाइक गर्नु होला। तपाईले धेरै माया दिनु होला मलाई। म तपाईहरुलाई हरेक दिन राम्रो इन्फर्मेसन भिडियो ल्याउने छु। थ्यांक यू सो मच। हेर्दै जानु होला भिडियो ल। र सबैभन्दा पहिले चाहिँ तपाईले गुगल खोल्नुहोस् हैन। गुगल खोलेर चाहिँ त्यहाँनिर तपाईले टाइप गर्नुहोस् जब्स इन माल्टा भनेर है। यो भिडियो चाहिँ लामो छ, तपाईले नछुट्याइकन हेर्नुहोस् होला। मैले जसरी गरेको छ तपाईले त्यसरी फलो गर्नु होला। आफ्नो तरिकाले हुन्छ यहाँ सबै चीज। र तपाईले गुगलमा यस्तो पेज खोल्छ, त्यहाँबाट जब्स इन माल्टा भनेर आउँछ तपाईलाई यो सेकेन्ड लाइनमा। त्यसपछि तपाईले माथिको बटनमा सर्च गर्ने हो तपाईको के एक्सपिरियन्स छ। अब हाउसकिपिङमा एक्सपिरियन्स छ न तपाईको, अब किचनमा छ न, सिक्युरिटी गार्डमा छ न, ड्राइभरमा छ, त्यो सबै तपाईले यसरी चाहिँ सर्च गर्ने। त्यहाँदेखि टाइपिङ गरेर सर्च गरेपछि हाउसकिपिङको यहाँनिर धेरै खोलिन्छ। तपाईलाई अब कुन भ्याकेन्सी छ हाउसकिपिङमा। तपाईले मेन कुरा ध्यान दिनुपर्ने चाहिँ के हुन्छ भन्दाखेरि यहाँ माथि लेखिरहेको छ हेर्नुस् हाउसकिपिङ सुपरभाइजर, तर त्यो 29 दिन भइसक्यो। त्योमा तपाईहरुको धेरै चान्स कम्ती हुन्छ। र तपाईले जति सक्दो छिटो एकदम जुन चाहिँ छिटो छ भर्खर हालेको जबहरु त्योमा चाहिँ तपाईहरुको धेरै चान्सेस छ है। अब मैले हेर्दैछु यहाँनिर कोही 15 डेज भयो र यहाँ फाइनली एउटा 9 दिन रहेछ एक्सपायरी 9 डेजमा हैन। योमा चाहिँ तपाईले अलिक चान्स हुन्छ जस्तो मलाई लाग्यो र मैले यहाँनिर अलिक रिसर्च गर्दा यहाँनिर अहिले हायरिङ भइरहेको छ भन्ने सुनेको थियो। र तपाईले यसरी एप्लाई गर्ने हो। यहाँ हेर्नुस् यो एप्लाई नाउमा एप्लाई गरेपछि यस्तो टाइपको एउटा पेज खोलिन्छ जसमा चाहिँ तपाईले आफ्नो सबै इन्फर्मेसन डिटेल्सहरु हाल्न सक्नुहुन्छ। तपाईको जस्तै कि अब यहाँ नाम है, यसरी नाम हाल्ने हो तपाईले। मैले बिस्तारै बनाएको छु के यो भिडियो।